हेलो साथीहरू, कस्तो हुनुहुन्छ? सबैजना ठिकै हुनुहुन्छ होला है। म चाहिँ नेपाली पिक्चर हेर्नु म चाहिँ यहाँ भेगा सर्कलमा गएको, म सबै देखाउने छु है। घरबाट चाहिँ म हिँड्दैछु है, घरबाट चाहिँ म निस्केर हिँड्दैछु। अब बाटोमा आज घाम लागिरहेको छ मजाले है, सिलगढी सहरमा घाम लागिरहेको छ। म तपाईँहरूलाई सबै देखाउँदै जान्छु। भेगा सर्कल सिलगढीमा जाँदैछु। हेरिहाल्नुहोस् मेरो जुत्ता खोइ, सबैले हेर्नुहोस् है। हेलो साथीहरू, हामीहरू चाहिँ मेरो जुत्ता खोइको हेर्नु लागि चाहिँ यहाँ भेगा सर्कलमा आएको छौँ है। हाम्रो दिदीहरू पनि हुनुहुन्छ है, यहाँ दाजुहरू पनि हुनुहुन्छ है। यहाँ हेरिहाल्नुहोस् हाम्रो दाजुहरू यहाँ सबैजना आइरहनु भएको छ। हामी चाहिँ मेरो जुत्ता खोज्नुको लागि है भेगा सर्कलमा आइरहेको छु। यसको लास्ट अपडेट चाहिँ तपाईँहरूलाई देखाउँदैछु है, हेर्दै जानुहोस् होला है। फेरि देखाउने छु साथीहरू। हेलो, हामीहरू चाहिँ यहाँनिर हाम्रो मेरो जुत्ता खोइ चाहिँ हेर्नु आएको छु भेगामा है। मान्छेहरू चाहिँ एकदमै कम्ती नै रहेछ। हाम्रो ग्रुपहरू चाहिँ सबैजना तर हाम्रो नेपालीहरूको पिक्चरमा चाहिँ अलिकति खाली देख्दैछ। आइदिनु सबैजना है। अहिले साउथकोहरू हिन्दी पिक्चर लाग्यो भने हाम्रो मान्छेहरू सबैजना खोजी जानुहुन्छ है। यस्तो पिक्चरहरू पनि आफूले हेरिदिनुहोस्, अगाडि बढाइदिनुहोस्। हाम्रो मान्छेले आफ्नो मान्छेले आफ्नै मान्छेलाई अगाडि बढाएन भने कसले बढाउँछ होइन। यो जुन चाहिँ सिटहरू चाहिँ एकदम खचाखच भिड, एकदम टिकटै नपाउने बनाइदिनुहोस्। आइदिनुहोस्, सबैजनाले हेरिदिनुहोस्। यति दुःख गरेर मेहनत गरेर बनाउनु भएको छ है। तपाईँहरूले आइदिनुहोस्, कोसिस गरिदिनुहोस्, सबैजनाले साथ दिनुहोस्। मेरो जुत्ता खोइ है, धमिलो पहाड सबै हेरिदिनुपर्छ। हाम्रो दाजुभाइले बनाउनु भएको आज त कस्तो मजा आयो है। हेर त त्यो त पछि पछि पो आउँदो रहेछ। ओइ, त मेरो पछि किन आइरहेछस्? अब तँलाई बोलाउँदा त सुन्दैनस्, अनि तेरो पछि लागेको नि हो। तँ हिँडेर चाहिँ कहाँ जानु लागेको हो? म लन्डन हिँड्ने। हेलो साथीहरू, यहाँ चाहिँ हामी भेगा सर्कलमा आएको छौँ है। आज मैले चाहिँ दुईवटा पिक्चर हेरेर रेकर्ड ब्रेक गरेँ है। एउटा चाहिँ मेरो जुत्ता खोइ है, अनि अर्को चाहिँ छ तपाईँको धमिलो पहाड। यो दुइटै हेरेर चाहिँ म अहिले घर जाँदैछु है। बिस्तारो यहाँ हाम्रो साथी पनि बसिरहेको छ हो। अन्त अब हामी बिस्तारो घर जाने है। फोटोहरू खिच्दैछौँ, फोटोको सिजन चल्दैछ, यही हो है। मेरो साथी पनि बसिरहेको छ यहाँनिर है। हेलो साथी, हेलो, कहाँबाट आएको? धमिलो पहाड हेर्नलाई आमाम दामी लाग्यो। एकदम दामी। सबै पुरानो याद ताजा भयो। 1986 को आन्दोलनहरू पनि अलिअलि गर्दै ताजा भएर याद आयो है। एकदम देखिहाल्नु भयो होला, सुनिहाल्नु भयो होला। सबैजनाले हेर्नुहोस् है। भेगा सर्कल एकदम बाटोको छेउमा छ। सिलगढी हो यो, सिलगढी वेस्ट बेङ्गालमा। दामी छ बेलुकाको नजारा झन् है। अब फोटोको सिजन चल्दैछ, फोटो सिजन सकेपछि घर जाने। ओके फ्रेन्ड, बाई बाई।